भने यहाँ उज्यालो भयो, धेरै बस्नु पनि हुँदैन। अब बाहिर जाने हो अनि हामी हिँड्दै हिँड्दै जाने हो कि हो नि? हिँड्दै जाऊँ है। ल ताते गर जाऊँ 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 दे ताते ताते। ढल्यो ढल्यो भैँसी ढल्यो भैँसी ढल्यो। आऊ 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 आऊ। हाँ जा के भयो केटो? के भयो? हेर्दैन अन्त तँलाई त कहिले। नमस्ते भन्। अब चाहिँ हामी पर हाम्रो खेतमा लगाएको बिहार हेर्न जाँदैछौँ होइन केटो? हो कि होइन भन् त? हो कि होइन? बाबु यस्तो गर्दा यस्तो ए गर्दा गर्न ओइ गर्दा छ नि। ओहो चाहिँ हाम्रो मकै बारी यता मकै चाहिँ खान तयार भइसकेका छन्। कोसाहरूले ट्याक्क गरेर अब 1-2 दिनमा चाहिँ नि खाने हुन्छन्। 2-4 दिनमा चाहिँ फेरि नखाने हुन्छन्, किनभने नि छिप्यो भने चाहिँ एकदम छिटो छिप्पिन्छ। आजभोलि छिप्यो भने फेरि खाने हुँदैन। यस्तै छ। के पर्यो हेर्नुहोस् त, पुरै पर्यो अहिले। बिहार चौपट्टै बनाए, पुरै पर्यो अहिले बिहार चौपट्टै। के रिजल्ट भन भन छोरू भन। एउटा पुरुष समाज छ दाँत बाँध्ने। दाँत चाहिँ आएन तर पनि दाँत बाँध्ने पुरुष समायो, हिँड्यो डुल्यो होइन? जा मध्ये यस्तो गराउने हो क्या यस्तो। देखिस् बाबा भन्छ बाबा बाबा। फु यो चाहिँ हाम्रो बिहार हो। यता चाहिँ मकै छ, घर पर छ। यो चाहिँ हाम्रो ठ्याक्कै हाम्रो गाउँ हो। पर चाहिँ कुकुरहरू लडिरहेछ नि होइन? यो चाहिँ मेरो गाउँको भ्याली देख्न सक्नुहुन्छ। हिजो पानी परेको, आज चाहिँ शीतले गर्दा दामी देखिरहेछ। भनेर चाहिँ यो पानीले बगाएर बिहार कुलो हाल्दाखेरि पानी परेन, अनि
डिबोर्डिङबाट पानी छारेको सबै बगाएछ फेरि त्यहाँनिर चाहिँ कसैलाई मकै खानु छ भने चाहिँ आउँदा हुन्छ है हाम्रो मकै खाने भइसकेका छन् मकै बारी दर्याम गराउने बेला भइसकेको छ ठ्याक्कै दर्याम पार्ने बेला भएको छ है नि मकै चाहिँ पछि चाहिँ के हो थाहा भएन अहिले चाहिँ दर्याम पार्ने बेला भइसकेको छ होइन आशिष अरे किर्जल ऊ दिदी भन् त दिदी भन् मम्मा अनि यता चाहिँ हाम्रो ड्रागन फ्रुटहरू पुरै फुलिरहेछन् होइन कोही कोपिला छन् कोही चाहिँ फुलिसके कोही फुलिसके यतातिर चाहिँ अनि त्यो चाहिँ रातो ड्रागन फ्रुट भयो अरू चाहिँ सेतो ड्रागन फ्रुट हो अनि बिचमा चाहिँ सानो पहिलादेखि त्यो चाहिँ बिग्रेको फुल हो त्यो चाहिँ फुल्दैन त्यत्तिकै ओइलाएर झर्ने हो होइन पोर्सा जस्तो अहिले चाहिँ फलेन त्यति धेरै फलेन अहिले चाहिँ किन तर खानभरिलाई चाहिँ फले अब जस्तै यो कोपिला छ नि सानो कोपिला यो चाहिँ अब फाल्ने हो यो चाहिँ हुँदैन अब जो हुन्छन् त्यो चाहिँ फल्छन् नहुनेभरि कुन्छन् गल्छन् उहीमा हेर्न सक्नुहुन्छ ड्रागन फ्रुट दिदीले त लुगा धुँदैछ हो यसो सधैँ बिहान उठेर लुगा धुन्थ्यो हरेक दिन सधैँ लुगेर उठेर कामै लुगा धुने धेरै सरसफाइ गर्छ कोठो कस्तो चक्क बनाइन्छ पलङ्ग वरिपरि पनि कति सफा हुन्छ सबै तिम्रो छोराछोरी त्यस्तो गर्छन् गर्दैन नि अहिले त सरसफाइ भन्ने कुरा त के कुरा गर्दा ओहो म आफै 3 छक्क हुन्छु त्यस्तो सफा गर्छ हामी चाहिँ अब घर आइपुग्यौँ होइन अब यसले चाहिँ दाँत माझ्दैछ दुईटा दाँत माझी सिद्धे दुईटा दाँत माझी सिद्धिए माझी सिद्धे राखौँ न त अब बरस मात्दै हो सानो मान्छे हो यो सानो मान्छे ए बाबा भन है बाबा कस्तो मुखमा हल्यो गरे अर्को बरस रिसले ये माछा खानु खोज्छ ल हुँदैन तान्नु चाहिँ हुँदैन है पढ्ने टाइममा त एक टाइममा त पढ्ने हो त हिजो आज त्यो 4-5 2 बजे तल माथि कहाँबाट आयो तिमी कहाँ गएको थियौ के दुध ल्याउन गएको थियौ ल्याऊ दुध ल्याऊ है मकै आयो मकै आयो मकै कहिले खाने जस्तो किन गर्ने रहेछ मकैको घिन लाग्दा